बालेन र रविलाई एकै कोठामा थुन्ने मान्छे को हो? नेपालको राजनीति फेरिने गरी सन्डे भएको त्यो 7 बुँदे सम्झौता कसरी सम्भव भयो? आज हामी कुरा गर्छौँ त्यो मास्टरमाइन्डको, जसलाई धेरैले चिन्दैनन्, सुदन गुरुङ। के तपाईँले थाहा पाउनुभयो? यो डिल गराउने सुदन गुरुङ कुनै नेता होइन, उनी त एक जमानाका टप डिजे र नाइट क्लब ओनर थिए। 2015 को अर्थक्वेकमा आफ्नो बच्चा गुमाएपछि उनले हामी नेपाल खोलेर युथहरूलाई युनाइट गरे। आज उनै सुदनले नेपालको 2 ठुलो पावर हाउसेसलाई एक ठाउँमा ल्याइदिए। हल्ला के छ भने सुदनले बालेन र रविलाई त्यो कोठामा त्यति बेलासम्म लक गरे जबसम्म यिनीहरू हात मिलाएनन्। डिल के भयो? बालेन शाह प्राइम मिनिस्टर क्यान्डिडेट बन्ने अनि रवि लामिछाने पार्टी चेयरम्यान। यो जेनजी अलायन्सले पुराना नेताहरूको निन्द्र हराम गरिदिएको छ। तर कुरा यतिमा सकिँदैन। त्यो मिटिङमा कुलमान घिसिङ पनि हुनुहुन्थ्यो भन्ने कुरा थियो। तर साइन गर्दा बालेन र रवि मात्रै देखिए। के ट्रायोमा लुप होल छ त? कि यो सुदन गुरुङको नयाँ सरप्राइज हो? नेपालको राजनीति अब हुडी र क्याप लगाएका युथहरूको हातमा छ। तपाईँले भन्नुहोस्, के सुदन गुरुङले नेपाल